So this is the informational, educational and of course मेरो भिडियो भएपछि 18+ भिडियो किनकि बेला बेलामा म पनि छान्न सक्छु। सो इयरफोन, इयरिङ्स, लडा लसुन के छ कानमा लाउने चिज सबै लाएर सुनौँ, भविष्यको बारेमा सुनौँ। सो दिस भिडियो इज स्पेसली फर +2 दिएपछि अब के गर्ने हैन। +2 दिएपछि चाहिँ अब ब्याचलर पढ्ने कि विदेश जाने हैन। फर्स्ट अफ अल त म्याक्सिममले भन्ने, मैले पनि भनेको, यदि तिमीहरूको इकोनोमिकल्ली कन्डिसन एकदम राम्रो छ, हुन्छ नि, इकोनोमिकल कन्डिसन राम्रो छ, तिमीहरूको डकुमेन्ट वेल डकुमेन्ट बन्छ, वा कतिले त +2 पढ्दा पढ्दा बनाइसकेको छौ, डकुमेन्टहरू बन्छ, तिमीहरूको इङ्ग्लिस पनि एकदम फाडु छ भनेपछि चाहिँ तिमीहरू चाहिँ जे होस् विदेश जाँदा चाहिँ हुन्छ। बेस्ट अप्सन भनेको चाहिँ विदेश जाऊ तिमीहरू +2 पछि, भविष्य यदि बनाउने हो भने हैन। म त नेपालमा केही गर्छु भन्नेहरू छन् भने चाहिँ, और कसैलाई चाहिँ हुन्छ नि जान मन भइ पनि हुन्छ नि, फ्यामिली ब्याकग्राउन्डले गर्दाखेरि इकोनोमिकल्ली नराम्रो छ भने चाहिँ सकिन्न भने चाहिँ नेपालमै ब्याचलर गर्नु भन्छु पहिला सजेसन। अब हैन यही ब्याचलर गर्ने हो, ब्याचलर गरेपछि मास्टर गर्न सजिलो हुन्छ भन्ने सोच्नेहरूले चाहिँ अब ब्याचलर पढ्दाखेरि के पढ्ने त। अब पहिला सुरु चाहिँ अफ कोर्स जहाँ पनि क्यालेन्डरकै जय जयकार लौडा लसन भइरहेको हुन्छ, त्यही भएर चाहिँ +2 पढिसकेपछि चाहिँ अब के गर्ने, +2 साइन्स है, सरी +2 साइन्स पढिसकेपछि चाहिँ तिमीहरूको अप्सन भनेको कि त MBBS गर्ने हुन्छ, कि त प्यारामेडिकल्समा ब्याचलर इन फार्मेसी हुन्छ नि, डेन्टल भयो, डेन्टल पनि MBBS भनेर हुन्छ, तर लौडा त्यसलाई MBBS भन्न सकिँदैन। त्यसै गरी अब ल्याब स्याब अदुवा लसुन के हुन्छ, प्यारामेडिक्समा के हुन्छ, नर्सिङहरूदेखि लिएर सबै ब्याचलरमा गर्ने हो भने तिमीहरू +2 साइन्स पढिसकेपछि एउटा तरिकाले चाहिँ ठिक पनि छ, किनकि अब तिमीहरूसँग एउटा राम्रो एजुकेसनल सर्टिफिकेट हुन्छ, जसले टेक्निकल सर्टिफिकेट हुन्छ, जसले गर्दा तिमीहरूले ब्याचलर सक्ने बित्तिकै काम पाउँछौ। तर काम पाइसकेपछि फेरि तिमीहरू त्यही एट द एन्ड भनेको पैसाकै कुरा आउँछ र जागिरमा एकदम फ्रस्ट्रेसन छ, तिमीहरूको गाड हानिदिन्छ जब गर्ने ठाउँमा, इन द टर्म्स अफ केले गाड हानिन्छ, स्यालेरीले। किनकि तिमीहरूले ब्याचलर जुनसुकै कोर्समा गर, लौडा लसुन MBBS होस्, चाहे त्यो फार्मेसी नै होस्, चाहे त्यो जेसुकै होस्, तिमीहरूको स्यालेरी भनेको बेसिक 25, 30, 35, 40, धेरै भयो ल 50 होला। एउटा कुरा 50मा गरिरहेको भने पनि ल एउटा कुरा 50 राखिदिएँ मैले अप्पर रेन्ज, 50 वा 60मै गरिरहेको छ भने MR तिर हुन्छ नि, ल के होला 2-3टा गर्यो, पार्ट टाइम फुल टाइम के गर्यो, तिमीहरूले गरिसकेपछि तिमीहरूको 60-70 होला। तर त्यो 60-70 गर्दाखेरि तिमीहरूले 2 वर्ष 3 वर्ष 4 वर्षमा नि त्यही रेन्जमा भइरहेको हुन्छ कसैको जब गरिरहेको छौ भने हैन। मैले त्यो त अप्पर राखिदिइसकेँ। यहाँनिर 25बाट सुरु गर्ने पनि छन्, 30बाट गर्ने पनि छन्, पार्ट टाइम नपाएर एउटै टाइममा चाहिँ एउटै कलेजमा अरू एउटै फिल्डमा चाहिँ फुल टाइम गरेर बस्नेहरू पनि छन्। त्यस्तो गर्दा चाहिँ तिमीहरूले खानी लाउनेमा खासै कमी हुँदैन, हुन्छ नि, एउटा राम्रो रेस्टुरेन्टमा गएर खानालाई पनि सोच्नु पर्ने हुन्छ है, +2 साइन्स पढेको ब्याकग्राउन्ड पढेकोले गर्दाखेरि। अब म्यानेजमेन्टहरूको जुनसुकै कोर्स पढ, म्यानेजमेन्टतिर अरू तिमीहरू लतिर अरू जुनसुकै फिल्ड होस् है, अब ब्याचलरमा जुनसुकै फिल्ड भए पनि तिमीहरूको बेसिक स्यालेरी ब्याचलर गरेपछि हुने भनेको सुरु 25, 30, 35बाट हुन्छ र बढायो भने कम्पनीले वा कुनै फाउन्डेसनले चाहिँ बढाइदियो भने तिमीहरूको 5 बढाउला, 10 बढाउला, 15 बढाउला, हुन्छ नि, 2-3 वर्षमा त्यसरी अपग्रेड भन्ने हुँदैन। 4-5 वर्ष यत्तिकै जान्छ भनेपछि ब्याचलर गर्न पहिला सुरु तिमीहरूको 4-5 वर्ष यत्तिकै गएको हुन्छ, किनकि युनिभर्सिटीको लौडा लसुन त्यही ताल छ हैन। जुनसुकै युनिभर्सिटी, पोखरा युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी, अर्को भनेको चाहिँ अब पूर्वाञ्चल युनिभर्सिटी, जुनसुकै युनिभर्सिटी भयो नि, तिमीहरूको 4 वर्षको कोर्स यताउति गर्दा इन्टर्नसिप गर्दाखेरि 5 वर्ष जति छोइसक्या हुन्छ। अनि त्यसपछि तिमीहरूले जागिर गर्छौ, जागिर गर्दाखेरि चाहिँ 2-3 वर्ष गर्दा, 3 वर्ष 4 वर्ष गर्दाखेरि चाहिँ बल्ल ल 60, 70, 80 वा 1 सम्मको होला है, आफैले केही गर्यो पाटे गर्यो भने होला। अब ब्याचलर, अब +2 पछि बाहिर गएको साथी कति कमाउँछ महिनाको, एट द एन्ड त्यही आउँछ, लाइफस्टाइल त्यस्तै हुन्छ, पैसा कमाइसक्या हुन्छ नि। त्यही भएर चाहिँ तिमीहरूको जसको फ्यामिली ब्याकग्राउन्ड इकोनोमिकल्ली चाहिँ एकदम स्ट्रङ छ हैन, म सक्छु भन्ने छ भने तिमीहरू बेस्ट अप्सन भनेको बाहिर जाऊ, किनकि तिमीहरूको फ्रस्ट्रेसन हुँदैन। अब यहाँ मैले भनिहालेँ, तिमीहरूले ब्याचलर गर, 2-3 वर्ष काम गर, 3-4 वर्ष 4-5 वर्ष काम गर्दा तिमीहरूको ब्याचलर गरेर काम गर्दा 2-3 वर्षको काम गरिसक्दाखेरि चाहिँ एज भनेको तिमीहरूको मिनिमम पनि 26-27 त जान्छ होला। ब्याचलर गरेर 2-3 वर्ष काम गर्दा 26-27 प्लस 30+ सम्म गइसक्या हुन्छ हैन। अब तिमीहरू मास्टर भन्छौ फेरि त्यही हुन्छ, मास्टर पछि पनि त्यही हो, तिमीहरूलाई फेरि जहाँ पनि हानिदिइहाल्छ। त्यही भएर चाहिँ बेस्ट अप्सन भनेको ब्याचलर नेपालमा नगर
अहिलेको कन्डिसनमा हो। बालेनको सरकार आएको छ, राम्रो होला होला, अहिले तुरन्त त हुँदैन, 4-5 वर्ष त लाग्ला, 3 वर्ष लाग्ला, 4 वर्ष लाग्ला होइन। हाम्रो त एज गइरहेको छ, सेटल हुनु छ, रेसमा छौँ नि त हामी त होइन। हो त्यही भएर चाहिँ सक्छौ भने +2 पछि जाऊ तिमीहरू विदेश। विदेशमा अब खानी चाहिँ नजाऊ, इन्डिया नजाऊ तिमीहरू मुजीहरू, राम्रो देशमा चाहिँ जाऊ, युरोपमा अब युकेमा जाऊ, अमेरिका जाऊ, अस्ट्रेलिया जाऊ, न्युजिल्यान्ड जाऊ, क्यानाडा जाऊ, कहाँ कहाँ हुन्छ राम्रो कन्ट्रीहरूमा चाहिँ जाऊ, युरोप कन्ट्रीहरूमा, युरोपमा नि युकेमा जाऊ हुन्छ नि। अरू कुन कुन छ 2-3टा मलाई थाहा भएन, जस जाऊ। अब ब्याचलरमा कस्तो कन्डिसन छ भन्दाखेरि ब्याचलरमा एफिलिएटेड कलेजहरूमा, अब नेपालकै कुरा गरेँ ब्याचलर कलेजहरूमा मैले चाहिँ लास्ट टाइम भन्दा नि म ब्याचलर पढ्दाखेरि म पूर्वाञ्चल युनिभर्सिटी एफिलिएटेड कलेज पढेको। त्यसमा पढ्दाखेरि चाहिँ मेरो 4 वर्षको कोर्स लगभग 5 वर्ष जति प्लस भइसकेको थियो। मैले कन्भोकेसनहरूको त्यो लेटरहरू लिँदाखेरि सर्टिफिकेट त्यो माथि झुन्डाइरहेको छ, त्यो लिँदा पनि 5 वर्ष जति गइसकेको थियो मेरो होइन। त्यो हिसाबले चाहिँ पूर्वाञ्चल युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी र अर्को भनेको चाहिँ कुन थियो, त्रिभुवन युनिभर्सिटी, पोखरा युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी र काठमाडौँ युनिभर्सिटी, 4वटा युनिभर्सिटी एफिलिएटेड कलेज छ। र अर्को भनेको अब विदेशी एफिलिएटेड कलेजहरू छ, जुन चाहिँ यो भिडियो मेरो धनीको बच्चाले हेर्दैन मलाई थाहा छ, त्यो छोडिदिउँ। अब हाम्रो यो 4वटा एफिलिएटेड युनिभर्सिटी कलेजहरूमा चाहिँ तिमीहरू पढ्दाखेरि अब त्यसमा पनि तिमीहरूले अलिकति राम्रो भनेको चाहिँ कम्पिटिसन हुने, मार्केटहरू चिन्ने, पछि सजिलो हुने भनेको तिमीलाई भ्यालीमै पढ्दा, अफकोर्स काठमाडौँ, भक्तपुर, ललितपुरमा पढ्दाखेरि, अरू तिमीहरू अब ठुलो सहर छ पोखरामा पढ्दा पनि होला, मलाई थाहा भएन। तर भ्यालीमा पढ्यो, काठमाडौँ, भक्तपुर र ललितपुरमा कुनै एफिलिएटेड कलेज छ भने चाहिँ त्यहाँ पढ्दाखेरि चाहिँ ठिकै होला। किन होला भन्दाखेरि यहाँनिर अब तिमीहरू यहाँ काम गरी ब्याचलर गरिसकेपछि तिमीहरूलाई जब गर्नुपर्छ। जब गर्दाखेरि चाहिँ मान्छेहरू चिनेको हुन्छ, यताउति ठाउँहरू सजिलो हुन्छ, पछि चाहिँ जबमा सजिलो हुन्छ। त्यही हो, लास्टमा जे भयो भने रिकमेन्डेसनै चल्ने हो कसैको होइन। त्यही भएर चाहिँ रिकमेन्डेसन पाउन अलिकति जब पाउनलाई चाहिँ सजिलो हुन्छ। र जब भनेको फेरि त्यही हो, तिमीहरूको 25, 30, 35, 40 लौडा लसुन, त्योभन्दा बढी केही पनि छैन। र अब युनिभर्सिटीकैमा भित्रमा जाऊँ, मैले लास्ट टाइम चाहिँ त्यही पूर्वाञ्चल युनिभर्सिटी एफिलिएटेड कलेज पढेको थिएँ, फ्रस्ट्रेसन भएर पढेको थिएँ अनि फ्रस्ट्रेसन नै पारेको थियो युनिभर्सिटी इन द टर्म्स अफ रिजल्ट यताउतिको टर्ममा मैले लास्ट टाइम बनाएको थिएँ। र त्यो मैले एजुकेसन दिन, लौडा लसुन दिनलाई मैले बनाएको थिएन त्यो भिडियो। त्यो भनेको चाहिँ मैले आफ्नो फ्रस्ट्रेसन भोगिरहेको थिएँ, जुन चाहिँ मलाई युनिभर्सिटीले गर्दा भइरहेको थियो। अब चाहिँ तिमीहरूलाई यसो कुन युनिभर्सिटी राम्रो हुन्छ भन्दाखेरि चाहिँ बेस्ट भनेको चाहिँ अब काठमाडौँ युनिभर्सिटी चाहिँ अलिकति टाइमिङको एक कन्डिसनमा चाहिँ ठ्याक्क टाइममा सकाउने भनेको एउटा म काठमाडौँ युनिभर्सिटी एफिलिएटेड कलेजहरू अरू काठमाडौँ युनिभर्सिटी देख्छु। अर्को भनेको पूर्वाञ्चल युनिभर्सिटीलाई सेकेन्डमा राख्छु, थर्डमा त्रिभुवन युनिभर्सिटीलाई, फोर्थमा पनि होइन, अझ अरू कलेज छ भने पनि त्यो भयो 4th, 5th, 6thमा, यो पूर्वाञ्चल चाहिँ सबभन्दा लास्टमा राख्छु अहिले पनि मलाई है। अब अहिले राम्रो कन्डिसन के भएको होला थाहा भएन, तर मेरो ऱ्याङ्किङ हुँदाखेरि चाहिँ पूर्वाञ्चल युनिभर्सिटी लास्ट टाइम हुन्छ इन द टर्म्स अफ टाइमिङहरू। त्यही त हो नि, अब हुन्छ नि कन्भोकेसनहरूदेखि लिएर यताउति रिजल्ट निकाल्नेमा अहिले त राम्रो भयो होला। तर राम्रो भनेको तिमीहरूले सक्छौ भने चाहिँ काठमाडौँ युनिभर्सिटी एफिलिएटेड अर पोखरा युनिभर्सिटी रिजल्टको टर्म्समा चाहिँ पढ्दा हुन्छ। अब अहिले नयाँ सरकार आएपछि त 1 महिनामा निकालिदिरहेको छ, यता ब्याचलरको 15 दिनमा निकाल्ला, मास्टरको 2 दिनमा अर 5 दिनमा निकाल्ला, त्यो अब मतलब भएन। जस तिमीहरू पढ्यौ भने चाहिँ कुनै एउटा युनिभर्सिटीमा भ्यालीभित्रै पढ्दाखेरि चाहिँ राम्रो हुन्छ, जुनसुकै एफिलिएटेड कलेज होस् होइन। अब चाहिँ रिजल्टहरू राम्रो आउने भने चाहिँ सबैमा बराबरै हुने भयो, त्यो पढ्दा हुन्छ। अब तिमीहरूले सकभर पढ्यौ भने चाहिँ जुनसुकै कलेज, प्राइभेट कलेजमा पढ्नेहरूले चाहिँ पहिला सुरु तिमीहरूले बार्गेनिङ गर्न सिक। यो भनेको चाहिँ मैले कसलाई भन्दैछु भन्दाखेरि +2 साइन्स पढेर अब पारामेडिकल्स सब्जेक्टहरू पढ्नेहरूलाई चाहिँ हुन्छ नि, ब्याचलर इन फार्मेसी, नर्सिङहरूदेखि लिएर, नर्सिङमा त अलिकति नहोला, बार्गेनिङ नचला, किनकि त्यहाँ आफै पढ्नलाई कोच हुन्छ। र जुन फ्याकल्टी तिमीहरू पढ्दैछौ त्यसमा चाहिँ यो एउटा के कुरा याद गर्नु भने तिमीहरूले जुनसुकै +2 यो के अरे हाम्रो ब्याचलरको पनि पारामेडिकल मेडिकल छोडिदिएँ मैले, ब्याचलरमा जुनसुकै तिमीहरूले कलेज पढ्दैछौ भने एउटा कुरा के थाहा पाउनु भन्दा आफूले पढिरहेको ब्याचलरमा पढिरहेको सब्जेक्टको मार्केटमा कतिको डिमान्ड छ भनेदेखि कलेजले कतिको कुन कलेजहरूले पढाइरहेको छ र त्यहाँनिर कलेजहरूले चाहिँ कुन कलेजहरूले के पढाइरहेको छ बुझ्नु। र धेरै म्याक्सिमम पढाइ हुने कलेजहरू जस्तै बीबीएसहरू भयो, बीबीएमहरू भयो, म्याक्सिमम कलेजहरूले पढाइरहेको हुन्छ, बीबीएहरू भयो। अब तिमीहरूले एउटा कुरा चाहिँ के गर्नुपर्छ भने बार्गेनिङ गर्नुपर्छ, जुन चाहिँ तिमीहरूलाई थाहा हुँदैन। एउटा कलेजले 3 लाख भन्ला, 4 लाख भन्ला, 5 लाख भन्ला, 6 लाख भन्ला, 7 लाख भन्ला है। यो चाहिँ मैले एमबीबीएसमा नि भनिनँ, नर्सिङमा पनि भनिनँ। त्यो बाहेक अब अरू कुन हुन्छ जस्तै सिए ब्याचलर सिएमा हुन्छ कि हुँदैन मलाई थाहा भएन। एकछिनमा आइहालेँ।
ब्याचलर हुन्छ कि हुँदैन मलाई थाहा भएन सिएको होइन जे होस् मलाई थाहा भएको चाहिँ एमबिबिएस र नर्सिङमा चाहिँ नर्सिङ कलेजहरूमा बार्गेनिङ नचल्ला तर त्यो बाहेक अरू होइन जसरी तिमीहरूले बिबिएस बिबिएम भयो फार्मेसी भयो ल्याब भयो अदुवा लसुन के हुन्छ बायो के अरे बायोकेमिस्ट्री माइक्रोबायोलोजीहरू भयो जुनसुकै कोर्स पढिरहेको छ भने एउटा चाहिँ प्राइभेटमा पढिरहेको छ भने तिमीहरूले गर्ने भनेको बार्गेनिङ गर्नु पर्यो सस्तोमा सस्तो कहाँ पढाइ हुन्छ त्यहाँ खोज्नु पर्यो तिमीहरूले अर्को कुरा भनेको चाहिँ ब्याचलरमा चाहिँ पढ्दाखेरि त्यही हो प्यासन हुनु पर्यो र तिमीहरूले अब ब्याचलर गरिसकेपछि विदेश जानु नै सकिन भने लोकसेवाको तयारी गर्ने हिसाबले चाहिँ पहिलेदेखि पढिरहनु पर्यो हेर्नु पर्यो होइन अलि हार्डवर्क चाहिँ गर्नुपर्छ नेपालमा सस्टेन हुनुको लागि र अर्को भनेको तिमीहरूले ब्याचलर गरिसकेपछि नेपालमै सस्टेन हुनुपर्छ भने चाहिँ कि एउटा बिजनेस गर्नु पर्यो पहिला सुरु चाहिँ के गर्ने भन्दाखेरि चाहिँ ब्याचलर गरिसकेपछि जब गर्ने पार्ट टाइम जबहरू गर्ने फुल टाइम जबहरू गर्ने आफ्नै कुनै जब गर्ने त्यसपछि अनि 2-3 वर्षपछि एक्सपिरियन्स लिएपछि बल्ल आफ्नो कुनै बिजनेसहरू स्टार्ट गर्दाखेरि चाहिँ राम्रो हुन्छ होइन त्यही भएर प्यासन छ पैसा पनि छैन अनि प्यासन छ भनेको कुर्न सक्नु पर्यो 4 वर्षको 4 वर्षमा सकिँदैन प्यासन छ पैसा पनि छैन घरमा भिखारी कन्डिसन छ भने चाहिँ नेपालमा ब्याचलर पढेर जब गर्दै बिस्तारै बिस्तारै सेटल भइन्छ लोकसेवाहरू खुलिरहेको हुन्छ होइन पढ्नेहरूलाई त्यो सधैँ नपढ्नेहरूले के गर्ने त नपढ्नेहरूले फेरि त्यो आफ्नै बिजनेसमा आउँछ हो त्यो हिसाबले चाहिँ फेरि बाहिरै जानु मन लाग्ला हो त्यही हिसाबले चाहिँ एट द इन्ड म के भन्न चाहन्छु भने तिमीहरू +2 पढिसकेपछि नेपालको माया छोड्दा राम्रो नेपालमा आउने पछि धरी भएर आउने अहिले त भिखारी छौ भिखारी नै मेरो भिडियो त भिखारीहरूले नै हेर्छन् धनीहरू त हेर्दैन त्यही भएर चाहिँ +2 पछि तिमीहरू बाहिर जाऊ ब्याचलर सकभर नेपालमा नगर गरिहाल्यो भने नि के गर्नुपर्छ मैले भनिदिइहालेँ हस् त नमस्ते दिस इज द एजुकेसनल इन्फर्मेसनल भिडियो जसमा म कुनै पनि लौडा पनि एडिट गर्नेवाला छैन सो धन्यवाद